स्वर्गदूतहरूको बारेमा तीनवटा साधारण कुराहरू। पहिलो चाहिँ स्वर्गदूतहरू हामीहरूलाई सेवा पुर्याउन, हामीलाई टेवा दिन, हामीहरूलाई सुरक्षा गर्न, हामीहरूको हरेक मार्गमा हामीहरूलाई रक्षा गर्नको निम्ति परमेश्वरले उनीहरूलाई खटाउनु भएको छ। हामीहरूले उनीहरूलाई कुनै आज्ञा चाहिँ हामीले गर्न सक्दैनौँ त्यहाँ, तर उनीहरूले चाहिँ खालि परमेश्वरको आज्ञालाई मात्रै मान्दछ हामीहरूलाई सेवा दिन। अनि उनीहरू चाहिँ उनीहरूको आफ्नै रूपमा कि चाहिँ मानिसहरूको रूपमा उनीहरू आएर यो कामहरू गर्दछ। दोस्रो चाहिँ जब लुसिफरले स्वर्गमा परमेश्वरको विरुद्धमा ऊ खडा भए, परमेश्वरले लुसिफर सँगसँगै एक तिहाई परमेश्वरको विरोध गर्ने, लुसिफरपट्टि लाग्ने एक तिहाई स्वर्गदूतहरूलाई स्वर्गबाट फालिदिनु भएको छ। अनि तेस्रो चाहिँ कि यदि इफ यु आर अ बोर्न अगेन बिलिभर, यदि तपाईँ नयाँ जन्म पाएको, प्रभुको रगतले शुद्ध भएको यदि प्रभुको हुनुहुन्छ भने, परमेश्वरको आत्मा तपाईँमा बास गर्दछ भने तपाईँको लागि चाहिँ एउटा गार्डियन एन्जल परमेश्वरले खटाउनु भएको छ। के तपाईँ यो कुरा विश्वास गर्नुहुन्छ कि तपाईँको चाहिँ गार्डियन एन्जल छ? इफ यु बिलिभ, देन लाइक एन्ड सब्सक्राइब एन्ड फलो फर मोर।